ठुमक ठुमक मान्छेलाई कसले नि हेलो नमस्ते एन्ड वेलकम टु माई ब्लग साथीहरू आज हामी चाहिँ घुम्न जाँदैछ जाने प्लान छ म टायरबाट निस्किसकेँ साथीहरू आइपुग्छु भनेर छ को आइपुग्यो हेरौँ भेटौँ म साथीहरू म चाहिँ निस्केँ रुमबाट यसो च्यानललाई सब्सक्राइब गर्दै गर्नु होला लाइक गर्दै गर्नु होला कमेन्ट त गर्नुपर्छ नयाँसम्म त गर्ने कुरा भएन होइन हामी जाँदैछ घुम्न स्याटरडे म निस्किसकेँ रुमबाट उताएर यहाँबाट म सुन्दारा पुग्छु सुन्दारा पुगेर साथीहरू भेट्छु त्यसपछि घरमा लगाएर टुर्स एन्ड ट्राभल कनेक्ट गर्दै गर्नेछौँ हामी यता हो भनेर जस्ट लाइक समाचार कि जान्छौँ गाडी 5 मिनट लाग्छ भनौँ न होइन मलाई यहाँबाट यो साथीहरू कल उठाइरहेको छ गरेर आउँछन् आइपुग्छन् कपाल बाँध जस्तो बाँधेर हिँड्नु पऱ्यो जस्तो त्यहाँ होइन त गाडी कपाल बाँध्नु पऱ्यो जस्तो धरेर पछाडि अब केएमसी अगाडि जाउँ त्यहाँ आइपुग्छन् रे साथीहरू है हामी जाउँ धरेर पछाडिबाट गइरहेको छु म धरेर भने कि टावर भन्ने अब धरेर भएको ठाउँ बनाएको छैन अन्त अर्को बनाएको छ सर्ट भ्लग है हामी चाहिँ पछाडिबाट जान्छ यहाँबाट यहाँबाट जान्छौँ केएमसी मल जान सजिलो हुन्छ त्यही भएर बाइक गरेर खाने प्लान छ है हाम्रो ओके हामी गयौँ ओके बाइकको के हो यहाँ त लाइन लागेको छ र बाइकको त के पार्टी सपिङ लागि आयो क्या काठमाडौँ मल जाने बाटो रे यहाँबाट जानुहुन्छ हामी यहाँबाट क्या प्याक हो यार यो हाल्छ शनिबार भएर होला सायद जाने भन्ने ठाउँ पुग्ने भन्ने ठाउँमा पनि टाइममा पुल आएको छैन यता प्याक छ काठमाडौँ मल भित्र बहिरहेको रहेछ यिनीहरू भित्र बहिरहेको रहेछ अनि के खाने के नखाने अरे के यता बस न अनि 2 जना मात्र बस्नु मिल्छ भने कसरी बस्नु त्यो केटा बस्नु मिल्ने 2 जना बस्नु मिल्ने ठाउँ बसिरहेको छ अनि यता बस्छ के खाइरह्यो मान्छे के भन्नु यो हिरो भेट्यो एकजना भेट्यो अर्को आउँदैछ अरे राजन भर्खर फोन गर्दैछ आउँछु भनेर ल यो एकजना मान्छे नआयो अरू आउनु बाइक छ खै गरिबमा म्यासेज गर्दैछ कहाँ हो भने म्यासेज गर्दै थियो त रिप्लाई गरेन यिनीहरू घरको एकजना पनि आयो मान्छे ल अब बाँकी छ हेलो साथीहरू यो फोनमा एउटा फिचर हुनु पऱ्यो जब फोन उठाउँदैन नि फोन आफै चुरुक्क उठाएर एक झापड लास्टमा फोन उठा भनेर क्या यस्तो फिचर हाल्नु पर्ने हो यार हेलो गाइज हामी चाहिँ खानासाना खाएर निस्क्यौँ ल सबैजना यहाँ अरू एकजना चाहिँ यता हेरौँ अन्ना युट्युब र फेसबुकमा अटोमेटिक भाइरल हुँदो रहेछ क्या भिडियोहरू कुनै कुनै मेरो पेजमा पनि त्यस्तै 21 मिलियन कति मिलियन देखेन त्यहाँको मेरो अनि त्यसले तिम्रो हो न हामी के छ त्यही पाचक छ यो दिनु न 10 को 3 बट्टा तपाईँलाई हार्डले ओके गाइज हामी चाहिँ हिँड्यौँ माथितिर यिनीहरू अगाडि गइसक्यो ओके जाउँ जाउँ जाउँ
हिँड्नुपर्छ अलि यो राम्रो छ यार म हिँड्दाखेरि त कस्तो थियो यार पहिला आउँदाखेरि त यो राम्रो हो नि कस्तो थिएन साँच्ची भने यार जिस्किन म त बच्चै थिएँ यार त्यो बेला त अनि म आउँदाखेरि तर पहिला आएको बेला भन्दा त राम्रो छ यार ठाउँ हामी सुन्दरताल माथि उहाँ पुगेको थियो ड्याम उनीर नै माथि र माथि हो अझै यो पानी त ऊ के अरे माथि बाल्न निकाले जस्तो या त्यो ऊ भएर खै ओके गाइजहरू लास्टै यार लास्टै गर्मी छ यार केटो फेरि ऊ जागर लाएर भइरहेको छोडा छैन हामी त लास्टै गर्मी भयो यार मलाई त ल भन ल ठुल्छोले कहाँको घुम्न थाहा छैन ल हेर यस्तो मान्छे घुमाइ लिएर छ यो मान्छेले एक्लै छोड्यो नि हराउँछ के माथि बोकला नि माछा बोकन ल हिँड्यो गाइजहरू हामी चाहिँ यो सिधा उकालो छ यो मान्छे हिँड्दिन भनेर भइरहेको छ कसरी हिँड्छ हेरौँ न ल है के खान छोडे ए त्यही भएर यहाँ बाहिर हुँदाखेरि चाहिँ मस्तै है खसी भन्छ पसलमा के खसी मात्र हो कि फर्सी पनि हुन्छ यस्तो हो पसलमा किन्यो भने खसी भनेर बेचिरहेको हुन्छ बाहिर भित्र के राख्छ जोड लगा के हल्का मान्छेलाई ठिक छ अलिकति जोडले हावा चल्यो भने त्यही फ्लोमा माथि चढिन्छ बढी लाग्यो भने पनि गाह्रो छ फेरि ल म बिस्तारै हिँडिदिन्छु ल होइन उयो माछा मात्र उयो मात्र पुग्यो त्यसपछि बाटो थाहा छैन तुना टाइट गर्नु परेछ अरे जुत्ता लुज लगाएर होइन चढ्न सक्दो जोड लगाएर हिजो खाएको बल निकालेर चढौँ म त हिजोसम्म गोदावरी हो भन्ने होइन उसको चाहिँ मैले कुरा गर्दाखेरि गोदावरी भनेर यो मान्छे हल्का हुनुको फाइदा छ कि जोडले हावा चलायो भने सुई माथि अलपछि हिँड्दा बिस्तारै हिँड है मोटो छौ गोलो छौ डल्लो छ गुली बुटुङ टुटुङ रे उल्टो फर्केर हिँड्न तल ओह्रालो देख्छ ओ गाडी उताबाट जान्छ नि त उता गाडी चढेर जानु भने माथिबाट त्यसो त जान्छ कसले के सोल छोड्यो ग्लु छैन छैन त्यही ग्लु किने हो क्या माथि कि पाइहाल्छ
जुत्ता खोलो हिँड्न अब त्यही गर्ने अब होइन यो अझै हुन्छ कि माथि उकालो छ राख त हामी पुग्यौँ हिँड्न सक्दैन भने मान्छे त आइपुग्यो मान्छे पनि मोटी मान्छे सोध न एकचोटि सोध तर यार कति फ्री लिने यार शिवपुरी नागार्जुन नेसनल पार्क ल जाऊ प्लास्टिक निषेधित क्षेत्र लान दिँदैन क्या छोडेर जानुपर्छ क्या यो पानी यो सबै परिचय पत्र प्लिज सो टिकट टिकट खै टिकट कहाँ दियो बाँदरले बिगार्छ बनाउनु हुन्न भिडियो नबनाउनु न तपाईँले के भन्छ विद्युत पानीबाट टर्बोको लागि भनेर लागि किन खाने हुन्छ त्यो त उसको त आएको थिएन त नि बाहिर भित्र मिल्दैन त्यो त मलाई थाहा छ स्टेसन छ नि त्यो पनि लिन मिल्दैन कि इभन चितवनमा पनि लिन मिल्दैन बाहिरको त बाहिर त मिल्छ चल्छ एकचोटि हजुर ल मेरो खिच न एलिफेन्टको गर्न खोजे हाम्रो खिच न तिमीले लगाइदियो हो जस्ट प्रोसेस इज डिफरेन्ट गएँ स्वाय कटा पात बजेर पानी बिस्तारै नै ठाउँ पुगेन आरोमा हेरेर हेर्ने भने फोटो खिच्नु त एउटा यार मेरो के त भिडियो खिचेको छ नि त हेर यार कहाँबाट कहाँ पुगेको छ माथि पुग्यौँ खै यिनीहरू आइपुग्दैन नि त अरे राजा सर ठिक छ मान्छे है युट्युबमा हाल्दै थिएन क्या जङ्गलको बाटोमा आएन एकजना
ओ एकजना माथि पुगिसक्यो एकजना माथि तलबाट आएकै छैन हामी बिचमा छौँ तिमीले छुवाउँछ ऊ पनि ब्लग गर्दैछ त यस्तै छ भिडियो बनाएछ भिडियो होइन म त ल हिँड्न छिटो ल हिँड्न ल नरोक नि हिँड्नु हिँड्न सक्छु म मेरो जुत्ताको मात्र डर छ फेरि पुरै भाँच्यो भने फाल्नुपर्छ खालेर हिँड्यो अब के खाली खुन्टा जानुपर्छ भनेर मात्र हो के भएको छ र पेशाब कैसे कर रहा है तू ये सीधे हिँड्न चाहिँ मलाई मन नै लाग्दैन भने भाङ्गिएर हिँड भाङ्गोट अर्को फुटेको केटाहरू जाउँ हो जाउँ खै चाँडै चढौँ 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 हो ए यो भिडियो राख्छौ भिडियो राख्ने नि त नखिच्यो नराख्ने भए चाहिँ नखिच्ने हो राख्ने भएर खिच्यो हो तिमीलाई राख्छौ त नि त्यस्तो युट्युबमा जिमेलमा दुईटा भिडियो हाल्ने फुल हुन्छ कि पर्छ कहाँ फुल हुन्छ हुँदैन मेरो 15 GB को डाटा छ जम्मा 3 GB फुल छ स्टोरेज छ कति 1 TB को झन्झन्डै भिडियो फुल भइसक्यो कम्प्रेस गरेर मिल्छ एउटा यो कुन स्टोरेज पाउँदो रहेछ जति जिबी नै युज गर्नु जोड लगा के हैछ हैसा भनेर आउन सक्छ के जोड लगा के गलीमा इन्ट्री त गाह्रो हुन्छ शीतल भएर आयो यार तर माया माया शीतल भएर कति मजा आयो शीतल भएर क्या छोडेर के गइदिने यार एक्लै छ बिचरा हामी बिचरा कि लाइभ गऱ्यो हो छैन लाइभ गर्न कहाँ हुँदैन डाटा चाँडै आऊ भने कुरेर भइरहेको छ त्यहाँ बसेर भिडियो बनाएर सरको फेरि यार झन् कुरेर भइरहेको छ त्यहाँ अब जति हिँड्नु हुन्छ 2 मिनेट माथि माथि फ्रिडम भएर हिँडेको जतना पुग्छ पुग्छ जति हिँड्यो त्यति नै अलिकति बसोको गल्छ के गल्नी पग्लिने त्यस्तै अलि त माने बुझाउन गल्ने त फ्लेक्दियो गरे होला तिमीले जाउँ न माया जाउँ जाउँ न माया जाउँ वेलकम टु सुन्दरी जाऊ नो फोटो नो भिडियो रे माथि माथि नो फोटो नो भिडियो भनेको छ यहाँ मिल्छ माथि नलिँदाउला नि हो र यहाँ मात्र खिच्ने माथि नजाने ल हाम्रो लास्ट भिडियो यही है ल एउटा खिचाउँ त ल गुरु हो यसमा खिच्दा कसले खिच्दैन नि हामी छिर्यौँ शिवपुरी आवाज रेस्टुरेन्ट निक्लिन्छ जाउँ 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 ल अब हिँड्न सक्छ लल्कै दियो भयो नि ओहो हो हो फुल लाएर हिँडेको छ मान्छे कसले दियो यो मान्छेलाई कसले दियो नानी कसले को आइस्यो कहाँ आइस्यो को आयो भने म 1 वर्ष भयो ल भनि नै राभे त एउटा अब त झ्याउ लाग्छ काठमाडौँ बस्न गाउँ जस्तै भइसक्यो कि यो कामै छैन यार के राम्रो लाग्दैन सबतिर धुलो धुवा यार के काठमाडौँ पहिले कस्तो थियो अहिले त सफा भएको यार पहिले हामीले कम पीडा पाइयो त सुरुमा त अझै राम्रो थियो यार यस्तो अब बल्बमा हैन उसलाई खिच अगाडि खिच न टिपर बसेर हिँड्दै के खानको लागि के हामी पनि आउँछ भन्दैन
कहाँ छ जगदीश पठाउ पर्दैन ए म त यता सुन्दर राख्छु यार कोहीले लिपस्टिकको टेन्सन छ हेर न बाटो परेन गाह्रो छ भिडियो खिच्दै बिर्सेँ यार कन्टेन्ट हुन्थेन कन्टेन्ट हुन्थ्यो यार मान्छे हिँड्दा नि बेग गर्न छोड्नु पर्दैन यार ल यता हेर राम्रोसँग मान्छे हिँड्दा नि मेकअप टेन्सन छ यार हामी जङ्गली भनेर होइन भ्लग सबै जोड्नुपर्छ अलिअलि गरेर जोड्नुपर्छ एडिट गर्नुपर्छ अहिले राख्नुपर्छ म त राख्ने हो ओ यो मान्छे पनि राख्ने हो ओ यो मान्छे मान्छे फुल लगाएर आइरहेछ मैले दिएँ होइन है साँच्चै नराम्रो हो ल भन दियो भन हिम्मत छ भन म त भन्नु होला ल मैले दिएको होला मैले राखिदिएँ होला अब भन्न सक्छ भन ल हो आफूले टिपेर राखेको होइन भनेको त्यसलाई म त्यसलाई काट्न मिलिहाल्छ नि कहाँ नगरकोट त गाडी ऊ जानुपर्छ सुरुमा ऊ जानुपर्छ के अरे त्यो थिमी जाने होइन ऊ यता के भन्छ ऊ के भन्छ ऊ छ नि त्यो के ऊ छ नि ताल छ नि के भन्छ मलाई नाम आएन ठ्याक्कै कहाँ त बाहिर सिक्रेट हुन्छ नि त आर्मीले भनेर राख बस्छ आर्मी यो त केही होइन इन्डियनहरु त अझै इन्डिया चाइनाको बोर्डर कति टाइट छ त्यहाँ अब टाइटै गर्छन् के प्राय हैन इन्डिया नेपाल र चाइनाको बोर्डरमा फोटो खिचिन्छ नि तर हैन इन्डियाको त टाइट यस्तो हो के हाम्रो बोर्डर यहाँ नि लुज छ नेपालीहरु भनेपछि मान्छन् इन्डियनहरु अपर मुस्ताङ जाँदाखेरि त्यस्तै थियो चाइनाको बोर्डर यस्तो खतरा थियो हाम्रो बोर्डरै थियो नि क्लियर मात्र थियो त्यति मात्र वन लाइक पनि आउँछ होला है आउँछ होला खै थाहा छैन चाइना आए त मनको बागले खाएको तिमीलाई मनको बागले कडा दिँदो रहेछ केटाहरु बाग कहाँ हुन्छ यत्र मान्छेहरु मनको बागले खान्छ रे हो यहाँ बनाउ टिकटक बनाउने मान्छेहरू यहाँ बनाउ त्यही भिडियो के साउन्ड राख्छ के भनेर नाचेर बनाउ न म नाच्छु बनाउ म नाच्छु भने बनाऊ मेरो बनाइदियो यहाँ बसेर खाने भए भन बस्नु उता माथि बसाउनु जाउँ छैन तल अब एकैचोटि मन्दिर छ त्यतातिर श्री सुन्दरी माई मन्दिर प्रवेशद्वार मन्दिर जाने यताबाट कहाँ पुग्छ त ए त्यहाँ यताबाट आएपछि जाने नि त हुँदैन हुन्छ माथि गएर बसाउनु त एकछिन माथि बसाउनु एकछिन ओ काले काले तेरी नजर के सम्झी ए शीतलमा बसाउनु त्यहाँ बन्ठाउँछ काले मन कपाल बाँधेर भइरहेको छु खै के थाहा एकछिन बसोबास गरौँ मेरो भाइ के छ भाइ त हो नि तिमी मेरो अङ्कल हो है माथि फेरि अङ्कल कि दाइ भन् अङ्कलै हो मेरो त अङ्कलै हो ग्यास बोकेर आउनु पर्दैन यिनीहरू आफै माथि आइपुग्न गाह्रो भयो नि ग्यास बोकेर के होला सुन्दरी माई मन्दिर प्रवेशद्वार गोकर्णेश्वर नगरपालिका वडा नम्बर 1 सुन्दरी जल लेट्स गो गाइज लुकै गऱ्यौँ भएर खोलेर हिँड्दा छ सबैजना उसलाई चाहिँ केही भएको छैन केटो लगाएर हिँड्दा छ कसलाई आफूलाई देखाइरहेको छ कसलाई भनिरहेको छ केटो यार चेतन हिँड्न सक्दो रहेछ जस्तो जस्तो बाक्लो हिँड्छ तर मेरो त बाक्लो छ नि यार यस्तो बाक्लो लगाएर आएको छु त्यही माथि भित्र थर्मोकोल्ड नि गइसक्यो उनीहरू ओह्रालो हिँड्न त च्याम्पियन छ एउटा अरे मान्छे बियर लिएर आएको भने सोचे यार अघि नै तल पुग्न लाग्यो मन्दिर अब अलिकति हिँड्नुपर्छ होला अरे के
रहेछ त ओइ यहाँ पुल छ त थाहा छैन पुल त थाहा छैन यार यो पुल उहाँलाई म गएकोवाला पुल हो कि होइन जस्तो यार ह्यान्डसम देखिरहेको छ फेरि ज्याकेट लगाइसकेछ त मान्छे त आमै नि त ज्याकेट लगाइसकेछ त जाडो भयो रिलबाट राम्रो आउनु होला कि फुल देखेर भएर आएर लास्ट दिन ल हेर हेर यहाँ टोक्छ जस्तो छ टोक्दैन हौ त्यो वाला हो पुतली होइन हौ ऊ ठुलो माउरी हो त्यो के भन्छ त्यसलाई अरिङ्गाल गाउँ आउँछ नि त्यस्तो त्यस्तै हो अरिङ्गाल धरिन तर अर्को त्यस्तो छ त्यस्तो ठुल्ठुलो वाला हो कि फलो गराएको फेरि हजुर हजुर बन्जी जम्प गरेर ल कसले गरे गन्जी लाएर हाम्फाला ए म आएको यता साइड होइन यार अरू उता साइड म यता छैन साँच्ची म तलको साइड त्यही त म यहाँ होइन बिर्सिएर मैले यार हो चेतन चेतन केटाको आयो ए केटाहरू हो कि कता जाने हो जान्छ यताबाट कहाँ जाने यताबाट कता जाने हो त्यही त सोधेर जाउँ यार हामीलाई थाहा नै छैन हिँड्ने मान्छे मन्दिर कता खै मन्दिर कहाँ हो सोधौँ न दाइ मन्दिर तल हो कहाँ तल हो गएर आउनु त जाउँ त गएर आउनु त गएर आउँला चढाउनु त फेरि त्यही त गएर आउन तल गएर आउँ अनि तल मन्दिर पुगेर आउने जाउँ त राजा हामी झरेर आउँ केही हुँदैन खाएर आइसकेछ यार यो भने के त अब म त त्यो सिसाम कहाँबाट आइ भनेर सोच्न थालेँ यार सिसाम खै त्यही जस्तो छ हेर न ए पछाडिबाट हेर ए तल खोला जानु मिल्छ तल गएर नि त झर्ने सुन्दरी माई ल यहाँ पनि घुमेर सक्यो के खिच्ने तल के खिच्छ त्यो पानी खोलाएको छ नि त्यो पानी खोलाए बेला पनि राम्रो देख्छ यार त्यही त भन्दैछु त भिडियोलाई पठाइदिउँला र ल ल हिँड हिँड चेतनलाई माया गरेर दिएको खानुपर्छ चेतनलाई माया धेरै लाग्यो क्या माया दिन्छ के आफ्नोलाई चाहिँ छैन आफ्नो मान्छेलाई दिँदैन नि त यहाँ नफेल्न पनि यहाँ माथि फालेर हाल्दिन कि मैले नगर केटा हाम्रो चेतनलाई माया लाएर यार केही न केही होला फेरि ट्रिपमा गएको केही न केही जोडी बन्यो भने राम्रै कुरा होइन मन्दिर हामी चाहिँ फर्किँदैछौँ सुन्दर जल माथिबाट जल हामीसँग छ अरू बाँकी पछाडि छ ल फर्किँदैछौँ हामी ल सबैजना तिनजना सुन्दरीहरू यहाँ छ जल यहाँ छ सुन्दरी होइन अघि आएको हो कि बाँदरलाई सुन्दरी भन्छ मैले मान्छे दिइरहेको छु उसले बाँदर राखेको छ तिनजनालाई सुन्दरी भन्छ यही हो के खासमा यही हो ग्रुपमा साथीहरू भएपछि एकछिनको लागि माइन्ड फ्रेस घर गएपछि त यति फ्रस्ट्रेसन हुन्छ के हुन्छ तर राजन यार धेरै सिरियस छ यो उरो मसँग हिँड्दा म हाँसिरहेको हुन्छ उस पुरै सिरियस हुन्छ होइन मेरो फेस त्यस्तै छ फेरि खुलेर बोल दुईजना हामी सँगै बसेर त्यस्तै छ भने साथी होइन खुलेर बोले भने बोले गर्छु बोलेन भने फेरि आफ्नै चालमा हो त्यो याद गरेको छैन पुरा राजन मसँगै बस्दा म पुरा हाँसिरहेको हुन्छ ऊ पुरै सिरियस भएर भइरहेको हुन्छ पुरै के होइन के पहिल्यैदेखि त्यस्तै हो क्या त्यही भएर अलिकति एउटा दुई तिनवटा गर न ल मोबाइल छोडेर जान्छु भोलि आएर बनाएर आऊ बिस्तारै आरामसित भिडियो कलै बनाउनु भनेर अघि ल समाज एकचोटि
एउटा हात दुख्यो यार हात दुख्यो त बोतलले होइन छैन यार यत्रो दिउ लिएर के काम चाहिँ मेरो बरु हामी ठिक छ मोबाइल समातेर हिँड्दा त दुख्यो हात दुख्यो हो तिम्रो ठिक छ हो मैले छैन भने छैन नि यार मान्छे जान्छ होला को छ त्यहाँ गएर पछि मान्छे को एकचोटि सोच के त कोही लुकेर डेटिङ भइरहेको मान्छे यार त्यो त तिमी जाने ठाउँमा सबै जान्छ भने छ त अनि कस्तो ठाउँमा जान्छ त कस्तो ठाउँमा जान्छ त ओहो डेटिङ जाने 5 स्टारमा अरे म भिडियोमा छ भिडियोमा यही क्लिप भाइरल भएर कि यही क्लिप भाइरल भएर कि शारदाजी फेमस आई एम जस्ट किडिङ होइन अझै यार अब मन पऱ्यो नि नपऱ्यो इनर्जी ड्रिङ्क पनि छैन केही छैन हिँड्नै पर्यो त्यही पानी छ पानी मात्र छ त्यो पनि 1 बोतल छ मात्र ल गीत गाइदियो केटो ठुमक ठुमक हामी झऱ्यौँ र गयौँ अब जान्छौँ हामी बस चढ्छौँ आफ्नो आफ्नो ठाउँमा गरेर मन्त्र पढेर स्वाहा घिमिरेजी ओए पात खाएर चाहिँ क्या तिमी भोक लागेर पात बजाउनला होला केटो अरे घिमिरेजी अलिकति यसो बजाइदिनु त के कुरा दिनुहोस् त आफ्नो हामीलाई त सोध्दैन अरे ल र फेरि भलक बनाउनु तिम्रो आँखाबाट पनि मन लाग्यो छ मेरो चार्ज मेरो त चार्ज छ मेरो चार्ज नै बाइक छ यसको चार्ज मोबाइलको चार्ज नै बाइक छ मेरो चार्ज नै बाइक छ मेरो चार्ज नै बाइक छ एउटा के तान्ने 3टा ए 2टा तान्नु भएको छोरी हैन चल नखाने